दर्शकवृन्द, एयर इन्डिया ड्रिमलाइनर दुर्घटनामा परि गोर्खा केबिन क्रुकी मनिषा थापाको पनि निधन भएको पुष्टि भएको छ। लन्डन ग्याटविकका लागि बिहिबार दिउँसो उडेको एयर इन्डिया फ्लाइट AIX 71 ड्रिमलाइनर उडे लगत्तै दुर्घटनामा पर्दा एक होनहार गोर्खाली चेली मनिषा थापाको निधन भएको पुष्टि भएको छ। बिहार निवासी मनिषा थापा नेपाली मूलकी हुन् र उनी एयर इन्डियामा कार्यरत प्रेरणादायी महिला केबिन क्रू सदस्य मध्ये एक थिइन्। विमानले अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही सेकेन्डमै समस्या देखिएको थियो। नो थ्रस्ट अर्थात् शक्तिको अभाव भएको संकेत दिएपछि पाइलटले मेडे कल दिएका थिए। त्यसको 32 सेकेन्डमै विमान राडारबाट हराएको थियो। केही बेरपछि विमान मेघनीनगर स्थित एक मेडिकल कलेजको छात्रावासमाथि खसेको पुष्टि भयो। दुर्घटनामा 32 चालक सहित 242 यात्रु सवार थिए। यही त्रासदीका बीच सबैको ध्यान खिचेकी छिन् केबिन क्रू सदस्य मनिषा थापाले। उनी गोर्खा परिवारमा जन्मेकी एक मेधावी युवती थिइन्। बाल्यकालदेखि नै अनुशासन, लगनशीलता र कर्तव्यनिष्ठता उनको विशेषता थियो। अर्थशास्त्रमा स्नातक गरेपछि उनले केही समय ग्राहक सेवा क्षेत्रमा अनुभव बटुलेकी थिइन् र सन् 2023 मा एयर इन्डियाको उडान टोलीमा सामेल भएकी थिइन्। अल्पकालीन सेवा यात्रामै उनले आफूलाई कर्मठ र समर्पित कर्मचारीका रूपमा स्थापित गराएकी छिन्। सहकर्मीहरूले उनलाई सधैँ मुस्कान बाँड्ने, यात्रुको आवश्यकतालाई प्राथमिकतामा राख्ने व्यावसायिक व्यक्ति भनेर सम्झेका छन्। मनिषाले आफ्नो मेहनत र निष्ठा मार्फत नेपाली मूलका युवा युवतीलाई एउटा सकारात्मक सन्देश दिएकी थिइन्। सपना जुनसुकै ठाउँमा जन्मिए पनि पूरा गर्न सकिन्छ। बिहार र गोर्खा समुदायका युवा माझ उनी एक प्रेरणाको स्रोत बनेकी थिइन्। एयर इन्डियाले मृतकहरूका परिवारलाई तत्काल राहत उपलब्ध गराउने घोषणा गरेको छ। 2वटा विशेष राहत उडान मार्फत पीडित परिवारलाई सहयोग गर्न थालिएको छ। मनिषा थापाको सम्मानमा एयर इन्डिया तथा गोर्खा समुदायले श्रद्धाञ्जली कार्यक्रम राख्ने तयारी गरिरहेको छ। भारतको नागरिक उड्डयन मन्त्रालयले दुर्घटनाको गम्भीरताका कारण उच्च स्तरीय जाँच समिति गठन गरेको छ। ड्रिमलाइनर 778 सिरिजका अन्य विमानको पनि सुरक्षा परीक्षण गरिने बताएको छ। अहिलेसम्म यो ड्रिमलाइनर सिरिजको सबैभन्दा घातक दुर्घटना भएको बताइएको छ। यो दुर्घटनाले न केवल भारत र नेपालका जनतालाई स्तब्ध बनाएको छ, उडान सुरक्षामाथि पुनः प्रश्न चिन्ह खडा गरेको छ। मनिषा थापा अब हाम्रो बीचमा छैनन्, तर उनको मुस्कान, समर्पण र प्रेरणाले धेरैको मनमा अमिट छाप छोडेको छ। अल्प आयुमा उनले देखाएको व्यावसायिकता र मानव सेवाप्रतिको भावना नै उनको सच्चा परिचय हो। मनिषा थापा एउटा नाम मात्र होइन, साहस, समर्पण र सपनाको प्रतीक थिइन्। गोर्खा समुदायकी यो नानीले आफ्नो छोटो जीवन यात्रामा जुन व्यावसायिकता, इमान्दारिता र सेवाभाव देखाइन् त्यो सधैँ सम्झना लायक रहनेछ। उडानको एउटा सानो ड्युटी मात्र होइन, उनले आकाश चोलेर पनि जमिनमा सयौं मुहारमा मुस्कान ल्याउने प्रयास गरिरहेकी थिइन्। दुर्भाग्यवश त्यो मुस्कान अब हामीसँग छैन, तर उनको सम्झना सदैव जीवित रहनेछ। मृतात्माप्रति हार्दिक श्रद्धाञ्जली, शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना।